के भन्छ अरे यसलाई सुन्दर दृश्यहरू हेर्दै अब हामी डाटा कलेक्सनको लागि जाँदैछौँ। यहाँ भनेको हामीसँग टोलीहरू ठुलो छ, एउटा सुजिना अनि 3 जना छन् हाम्रो टोली आउँदैन। अनि यहाँबाट पछाडि 2 जना छन्। ल भनेपछि आज हामीले 10वटा टक्ने लक्ष्यसहित हिँडेका छौँ। 10वटा सकाइन्छ पनि यतैबाट सुरु गर्दा नि हुन्छ कहिले त। अब फर्किँदा गर्दा पनि हुन्छ, सर गर्नु पर्यो। माथि पुगेर त्यसो गर्दा नि हुन्छ होला है। तर ल ठिक छ। अब भनेको आज हाम्रो पहिला सुरु भ्यू टावर पुग्ने हो। यतापट्टि छ कि उयो माथि स्कुलबाट यतापट्टि देखिने गाउँ घरहरू छ नि टन्नै, त्यतातिर जानुपर्छ। ल यति बेला चाहिँ हामी आधी जस्तो डाटा कलेक्सन सकेर चाउचाउ खाने कि भन्ने तयारीमा छौँ। भोक पनि लाग्यो होइन, यति भोक लाग्यो। अब हामी सब पहेँरो बजारतिर झारेर डाटा कलेक्सन आधी गरेर त्यस पछाडि भनेको एकछिन उतै बसेर हाम्रो आशिष साथीलाई लिएर यहाँबाट फर्किन्छ। के छ त साथी, अनि आज रातिको प्लान? बनाउ यस्तो जिल्लामा आएर होइन। अब आशिषलाई उहाँ लमजुङबाट बोलाइसकेपछि त अलिक रमाइलो त हुनु पऱ्यो त होइन। स्पिकर लगाउने, त्यो टेबलहरू आँगनमा निकाल्ने, कुर्सी चडक चारतिरबाट होइन, चिलमा चडक पारेर दिदीले बनाएको ठ्याङ चरप पार्नुपर्छ। त्यति गरेपछि चट्ट मजा आउँछ। त्यसको लागि मेट्नुपर्छ यार। भोलि चाहिँ फेरि आराम लिइएला जस्तो छ, तर आराम लिइँदैन होला होइन। भोलि जानुपर्छ। हामीसँगै आशिष पनि निस्किन्छ अनि उसलाई घुम्तीसम्म छोडिदिन्छु अनि हामी त्यो गर्दा नि हामी भइहाल्यो। वहीँदेखि आइसकेपछि फेरि अर्को हप्ता नि आशिषलाई आउनु मन लागोस् न, त्यति त बनाएर पठाउनु पऱ्यो नि होइन। त्यति बनाउनु पर्छ। लोकल मुर्गा खान्थ्यो, केही छैन। आज चाहिँ दिदीलाई किनकि अलि राम्रो चिज बनाउन लगाउनु पर्छ भने त्यस्तो हो। यतातिर त लिइसके त होला नि है। हेर न केराबारी देखाइन्छ नि। केरा मकै फलिरहेको छन्, केरा छन् यहाँनिर। हामी यहाँबाट बाटैबाट झर्ने त यहीँबाट झर्नु तल पहिरै पुगिने त जसरी। हामी यहाँबाट ओह्रालो लाग्थ्यौँ, बाटैबाट किन हिँड्नु होइन। ऊ यता नि घरहरू त छन् तर आइसकेछन् कि जस्तो लागिरहेको छ कि जाने एकताले घरतिर सोध्दै जाने कोही आएर के भन्नु छ त साथी? आज राम्रो हिँड्नमा छौँ अहिलेसम्म र। हजुर, कहाँ जाने प्लान हो? अहिले जाँदैछु दमौली बजार पुग्छ कि जस्तो लागिरहेको छ। हजुर, दमौली बजारमा साथीहरू पैदल यात्रा हो। साथीहरू भेटघाटमा छन्। पैदल यात्रा एकदम पैदल यात्रा नि किन पैदल यात्रा गर्न सकिनु भने यो जवानीको केही काम छ छैन। तिमीलाई भन्नु न कस्तो लागिरहेको छ त यता दमौली बजार नजिकको ठाउँहरू फाटाहरू के छ? एकदम राम्रो लागिरहेछ। एकदम सुन्दर दृश्यहरू हेर्दै रमाइलो छ। फाँटतिर पनि रमाइलो छ, माथि पनि रमाइलो छ। माथि त दामी यहाँ। माथि त म राति एकछिन बाहिर बसेपछि पागल भइसक्यो यस्तो ठाउँ छ। के चिजले चाहिँ तिमीलाई जस्तो लाग्छ अनि? त्यो माहौल हुन्छ नि, साँझको चिसो हावाले नि, त्यस पछाडि त्यहाँ राखेको कुर्सी टेबल त्यति अनि ठ्याक्क त्यो छ नि फुलहरू राखेको घरमा। हाम्रो दिदीको छ्याङ कस्तो लाग्यो त? दिदीको छ्याङ त पुरै दिदीले बवाल छ्याङ मान्नु रहेछ। आज के खाने प्लान छ त अनि? प्लान त पहिला केटाहरूसँग भेटौँ, अनि केटाहरूसँग भेटे पछाडि हामी जे भन्छ त्यही हाम्रो प्लान हुन्छ आज। ठिक छ, त हामी फेरि भेट्नेछौँ अलि अगाडि गएर। दमौली बजार पुगेपछि।
ल साथीहरू यति बेला चाहिँ हामी दमौलीको बजारमा छौँ र हामीसँग हामीलाई भेट्न आज स्पेसल मान्छे आइरहनु भएको छ। अब उहाँको विचार के छ अब हामी तपाईँलाई ठिक्कै देखाउँछौँ। के छ राजा, के छ त अनि? एकदम ल आजको हाम्रो गेस्ट यहाँ आइपुग्नु भयो। अनि के छ त, कस्तो रह्यो यात्रा? एकदम चिल बाइक भएको चाहिँ सही हुन्थ्यो अघि आइपुग्छ है डुम्रेमा आधी घन्टा अनि कस्तो हुँदैछ त सिआरजी? ए हावा छ सिआरजी त हामी त पुरै रमाइलो छ नि राजा हो, जिन्दगी चिल छ। अनि के छ त, कति सक्यो डाटा कलेक्सनहरू? डाटा कलेक्सन सक्यो, भइगयो नि। म गएर मेरो भोलि हामीले कसैले चाहिँ 2 दिन सकेन नि अब प्रत्येक एउटामा छोरी छोरा चाहिँ परेको थियो, एकजनामा छोरी छोरा गरौँ भनेको थियो। 1.5 दिनमा हाउ पोसिबल भन्ने सही हो ल ल ठिक छ। ल अब हामी 4 दिन लाग्यो, एकछिनमा रमाइलो गर्दै भेट्नुपर्छ। ए ल अब हामी चाहिँ 3 भाइ सर आफ्नो यात्रामा छौँ। यहाँबाट साँखे खोलाबाट हर्ष यो मोबाइलको लाइटले गर्दाखेरि भित्र गएको थाहा भएन नाइतिर यस्तरी देखाउने हो तर आँखा पनि कस्तो उआइदिन्छ क्या है रातितिर खिचेको देखिँदैन केही न केही छैन, जस्ट मेमोरीको लागि। आँखालाई चाहिँ मेरो एकदम प्रोटेक्सन गरिरहेको छ होइन, त्यो यस्तो मतलब यो लाइटले केही पनि हुँदैन मलाई। यो एक्सरे ल्यायो भने पनि युरे ल्यायो भने यो चस्माले चाहिँ चेक्छ होइन। यो अमेरिकाबाट $200 मा आएको चस्मा हो होइन। यदि तपाईँ कसैलाई चाहिन्छ भने हामीले $250 सम्ममा ल्याइदिन मगाइदिन सक्छौँ होइन। सक्छौँ, त्यही भएर चाहिँ अब अगाडि कुकुरलाई टेक्यो त्यो चाहिँ यस्तो चस्मा हो अगाडि केही देखिँदैन होइन, यता लगायो भने यस्तो छ अब स्थिति। ल अब यता माहौल चाहिँ यस्तो छ है यहाँनिर। अब हामी कुन ठाउँ जाँदैछौँ आशिष थाहा छ? अब हामी जाने ठाउँको नाम भनेको हर्षपुर। हर्षपुर हो त्यो ठाउँको नाम चाहिँ। चटक्क आज भनेपछि हर्षपुरमा बसेर हर्षै हर्ष हर्षपुरमा त हर्ष आज हर्षपुरमा हर्ष छ आज। यो भनेको अब साँझ परिसक्यो। अब हामी रमाइलो गर्ने बेलामा भेट्छौँ जस्तो लागिरहेछ मलाई, किनभने आँखाले लाइट यस्तो टिलिकाइरहेछ कि बाटो हेर्न सकिँदैन। ल अब हामी एकछिनमा भेट्छौँ हर्षपुरमा पुगेर।